गुड मर्निङ एन्ड सुप्यापिला साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। यो चाहिँ कालिम्पोङको ब्लग हो। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आराममै छु। अनि अहिले चाहिँ हामी कुरी बजारमा छौँ। कुरी बजारको अहिलेको वेदर चाहिँ यस्तो छ। कोही कोही ठाउँमा हिउँ छ, सनराइज हुन लागेको छ। अनि त्यहाँ माथि माथि हिउँ छ, तलतिर चाहिँ छैन, यहाँतिर चाहिँ अलिअलि छ। अनि म चाहिँ माथि मन्दिर जान लागेको। अब त्यहाँ माथि गएर अनि केबल कारमा जान्छ होला। मैले चाहिँ पूजाको सामग्री पनि लिइसक्यो। अब केबल कार यहाँबाट केबल कार चल्छ रे, त्यहाँबाट केबल कारमा जाने अनि माथि पूजा गरेर आउने। म माथिबाट देखाउँछु हजुरहरूलाई भ्यू कस्तो देखिन्छ भनेर। अहिले चाहिँ बिहानको 6:30 भइरहेछ। खै आज चाहिँ वेदर अलिक खुल्या छ भन्थ्यो, तर हिउँ चाहिँ त्यति छैन, सबै बिलाइसकेछ। हिउँ चाहिँ यता माथि माथि मात्रै छ, अलिअलि पहेरातिर मात्रै छ। ल म चाहिँ केबल कार चढ्नु आइसकेँ। यहाँ कतिजना जान्छ यहाँ? बसिहाल्ने हो चढ्दैछ। साथीहरू, म चाहिँ कालिम्पोङ केबल कार चढेर उर्लिसक्यो। म चाहिँ यता माथि मन्दिरमा आइपुगेको छु। यहाँबाट चाहिँ दामी भ्यू देखेको छ, यस्तो दामी। यता बादल छ यस्तो दामी, यता हिमाल छ, यता पुरा देखेको छ। यता सनराइज भइरहेछ, यस्तो दामी भ्यू देखिरहेछ यहाँबाट। हिउँ त्यति धेरै नभए पनि कस्तो दामी देखिरहेछ, तर देख्न चाहिँ। म चाहिँ अहिले टपमा छ अनि अब एकछिनमा पूजा गर्न जान्छु। म चाहिँ यता हो, मन्दिर चाहिँ यता छ, यहाँ भगवती मन्दिर। यता हिमाल कस्तो अख्खा देखिरहेछ, कस्तो दामी देखाएको छ भ्यू। यो तलको चाहिँ कुरी बजार हो। हामी चाहिँ यहीँ बसेका थियौँ हिजो राति। हामी चाहिँ त्यहीँ बसेका थियौँ हिजो राति। अनि म चाहिँ अहिले उठेर आएको, तर हिजोसम्म चाहिँ भ्यू नै खोलेको थिएन अरे, यहाँ घामै लागेको थिएन अरे, पुरा हुस्सु मात्रै थियो अरे। आज चाहिँ दामी भ्यू लागेको छ, खुलिया छ। अहिले यता म अहिले माथि गएर देखाउँछु हिमाल, यहाँ कस्तो दामी छ। कालिम्पोङ केबल कार रे। अब चाहिँ म माथि जाँदैछु पूजा गर्नलाई। मन्दिर चाहिँ यहाँ माथि छ। मन्दिर जाने बाटो रे। जाडो चाहिँ चिसो चाहिँ लास्टै चिसो आइरहेछ, तर चिसो चाहिँ लास्टै चिसो आइरहेछ। हावा चलिरहेछ कस्तो। सिरिरी हावा चलिरहेछ। यता देख्न सक्नुहुन्छ तपाईँहरूले। के हो यो? आम्मामा, कस्तो दामी।
कविता मोक्तान कालिम्पोङमा कि चाहिँ यस्तो दामी भयो। तर चिसो छ हावा लागेर हात सबै ठेरिसक्यो। साथीहरू म चाहिँ मन्दिरमा पूजा गरेर सकिसक्यो मेरो चाहिँ। छैन पूजा लगाएर पूजा गरेर सकिसक्यो। अब म यतातिर यसो हेर्दैछु हिमालहरू कस्तो दामी देख्दैछ यतातिरको बाटो यस्तो दामी। ल चाहिँ मन्दिर यो चाहिँ कालिम्पोङ मन्दिर हो। चिसो लास्टै चिसो आइरहेको छ तर टिका लगाउनु पर्यो होला। साथीहरू मैले चाहिँ पूजा गरिसक्यो तर हिजोसम्म चाहिँ दिन खोलिएको थिएन अरे। आज चाहिँ पुरा घाम लागेर यस्तो दामी देखाएको छ यहाँ। भाग्यमानी नै रहेछ हामी। हिजोसम्म चाहिँ तर पुरा हुस्सु लागेको थियो अरे। आज चाहिँ पुरा खुलिएको छ सबैतिर घाम लागेर यस्तो दामी भएको छ। पूजा गरिसक्यो अब हामी यतातिर जानु पर्यो। हिमाल हेर्नलाई जानु पर्यो। कस्तै छ कि के हो यता हिमालतिर जान्छौँ हामी। अब हामी के भन्नु म एक्लै छु। त्यो भाइ सुतिरहेछ फोन गरेको फोन पनि लाग्दैन भाइको। कति बेला आउने हो खै। मन्दिर चाहिँ यही हो कालिम्पोङ। म चाहिँ बिहानै 5:30 बजे नै उठेको थियो अनि बाहिर हेरेको यसो मस्त मौसम खुलिरहेछ अनि उठेर आइहालेको। 6 बजेदेखि खुल्दो रहेछ यहाँ चाहिँ केबल कार। 6 बजेदेखि खुल्दो रहेछ केबल कारको चाहिँ 650 एकजनाको। 2 वेको 650 लिँदो रहेछ। मन्दिरबाट तर हिमाल कस्तो दामी देखाएको छ साथीहरू। हेर्नुहोस् मन्दिर चाहिँ साथीहरू यो चाहिँ गौरी शङ्कर हिमाल अरे। अनि यताको चाहिँ टिबेटन उताको चाहिँ यताको चाहिँ तिब्बतको अरे। उताको चाहिँ लाङटाङ। यता चाहिँ लाङटाङ। यो चाहिँ सब लाङटाङ हो अरे। अनि यो टिबेट यो गौरी शङ्कर हिमाल। यहाँ चाहिँ घाम लागेर अब हिउँ पक्लेर त्यहाँ हुस्सु लाग्न थालिसक्यो। हिउँ पक्लेपछि त्यो हुस्सु बनेर उड्न थालिसक्यो त्यहाँतिर चाहिँ। यतातिर चाहिँ दामी देखिरहेछ अहिले पनि। यहाँतिर चाहिँ टिबेट लाङटाङ एरियाको हिमालहरू। सो साथीहरू अहिले चाहिँ 10 बजिसक्यो। म चाहिँ मन्दिरबाट पूजा गरेर यता आएर स्नो खेलेर अलिअलि फोटोहरू खिचेर
जान लाग्छ। मैले चाहिँ अब बिहान म 6:30 बजेतिर माथि पुगेको थिएँ होला। बिहान त पुरा उज्यालो थियो, अहिले फेरि हुस्सु लाग्दैछ हो। त तलतिर त उज्यालै छ। अब चाहिँ हामी होटल जान्छौँ अनि होटल गएर काठमाडौँ जान्छ होला। बिचमा यता कतै छिर्यो भने भिडियो बनाउने नै छु। तर लक्की चाहिँ लक्की रहेछ है। हामी हिजोसम्म सब यस्तै थियो अरे, पुरै हुस्सु मात्रै थियो अरे। आज चाहिँ पुरै खुलेको थियो, घाम लागेको थियो। अघिसम्म त पुरै टन्टलापुर घाम थियो, अघि नि थियो। अहिले चाहिँ पुरा हुस्सु लागिसक्यो। यता नि ऊ त्यहाँ थोरै हिमाल मात्रै देखिरहेछ, सबैतिर हुस्सु लागिसक्यो। अब हामी चाहिँ जान्छौँ, यहाँबाट जान्छौँ अनि हेरौँ अब कति बजे पुग्छ काठमाडौँ। हेर्दै गर्नु होला, साथ र सपोर्ट गर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला, र पुरानो हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट जे गर्नु लाग्छ गरिदिनु होला। मन्दिर चाहिँ यहीँ हो, त्यहाँ हो मन्दिर चाहिँ। सो साथीहरू, हामी चाहिँ अब ब्रेकफास्ट खाएर अब बिलिङ गरेर जान लागेका छौँ। र गाइस हामी चाहिँ अब निस्केको। हामी चाहिँ यहाँ यो होटलमा बसेका थियौँ, होटल कुरी इनमा। ब्रेकफास्ट गरेर जान लाग्यो हामी। अब के कान्दैछ कान्छाले। भिडियो फुल हेरेर साथ सपोर्ट दिनु होला। धन्यवाद। कति राम्री